दाइ तिमी किन आएनौ, यी आँखाले तिमीलाई खोजिरहेका थिए, तिमी किन जनताको माझमा छैनौ भनेर हामी खोजिरहेका थियौँ। तर तिमी अस्वस्थ हुँदा पनि यी केपी र यी गगनेको गुण तिर्दामा ठिक्क रहेछ। तिमीलाई लाएको गुण ए भगवान, हे जनता, यसपालि पनि तिरिदेऊ ल, यी दाइलाई लाएको गुण तिरिदेऊ ल, यिनीहरूलाई हराइदेऊ ल। यिनीहरूले लाएको गुण दाइ अस्वस्थ हुँदा पनि जानै पर्दो रहेछ। आफ्नो शरीरको ख्याल नगरिकन यिनीहरूको गुण तिर्नलाई भ्याइ नभ्याइरहेछ। तिमी कहाँ गयौ होला, किन जनताको माझमा आएन होला भनेर जनताले प्रश्न गर्न थालिसकेका थिए। किन छैनौ, किन देखे छैनौ भनेर प्रश्न गर्न थालिसकेका थिए। तर तिमी यिनीहरूको गुण तिर्दैमा व्यस्त रहेछौ र आफ्नो उपचार पनि गर्न भ्याएका रहन्छौ। अब त बक्सदेऊ ए पापीहरू, अब त बक्सदेऊ रवि दाइलाई, अब त छोडदेऊ। कति दुःख दिन्छौ तिमीहरूले। अब त जनताले गुण तिर्देऊ। ए जनता, अब त गुण तिर्देऊ, यिनीहरूले देखा दुःखको गुण तिर्देऊ। अब त मेरो दाइलाई शीघ्र स्वास्थ्यको लागि शुभकामना। चाँडै ठिक भएर जनताको माझ आउनुहोस्।